आज बजारमा सुनिने हल्लाको कुरा होइन, अफवाहको कुरा होइन। आज सीए फ्याकल्टी भित्र हुने यथार्थको कुरा गरौँ, आज रियालिटीको कुरा गरौँ। के तपाईले प्लस 2 मा साइन्स पढ्नु भयो या एजुकेसन ह्युमानिटिज पनि हुन सक्छ, तर अब तपाईँ सीए जस्तो प्रोफेसनल कोर्स पढ्न चाहनुहुन्छ? यदि तपाईँ नन कमर्स ब्याकग्राउन्डबाट सीए जोइन गर्न सोच्दै हुनुहुन्छ भने यो भिडियोले तपाईँको भविष्य बचाउन पनि सक्छ या सही दिशामा मोड्न पनि सक्छ। नमस्कार, म हुँ चैतन्य त्रिभुवन र आज यसै विषयमा छलफल गर्नका लागि हामीले बोलाएका छौँ सीए फाइनलिस्ट साकार बस्नेतजीलाई। आज साकार बस्नेतजीसँग रहेर हामी सीए फ्याकल्टीसँग जोडिएका, सीए कोर्ससँग जोडिएका अफवाह र रियालिटीको कुरा तपाईहरू सामु खुलस्त पार्नेवाला छौँ। नमस्कार साकारजी, तपाईँलाई स्वागत छ। धन्यवाद त्रिभुवन सर। आज तपाईँसँग विशेष कुराकानी के गर्न खोजिरहेका छौँ भन्दाखेरि यो नन कमर्स विद्यार्थीले सीए जोइन गर्न सक्छन् कि सक्दैनन्, या जोइन गरिसकेपछि सीए जस्तो एउटा प्रोफेसनल डिग्रीलाई आफ्नो भविष्यको रूपमा सहजै प्राप्त गर्न सक्छन् कि सक्दैनन्? हो, साइन्स पढे पनि, ह्युम्यानिटिज पढे पनि, अथवा एजुकेसन अथवा अरू कुनै जुनसुकै कमर्स फिल्ड बाहेक अरू फिल्ड पढे पनि जुन हाम्रो निकाय हुन्छ जसले हामीलाई गभर्न गर्छ, इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल आइक्यान भनिन्छ, उसले चाहिँ त्यो संस्थाले चाहिँ नन कमर्स स्टुडेन्टहरूलाई पनि चार्टर्ड अकाउन्टेन्सीमा एडमिसन गर्न चाहिँ अलाउ नै गर्छ। तर यो गर्न सकिन्छ त अफकोर्स सकिन्छ, तर गर्न सकिन्छ भन्नेमा सजिलो चाहिँ हुँदैन अफकोर्स। भनेपछि नन कमर्स ब्याकग्राउन्डबाट आउने विद्यार्थीहरूका लागि केही हदसम्म अलिकति टफ नै हुन्छ। हो, टफ हुने नै भयो, किनभने चार्टर्ड अकाउन्टेन्सी भनेको कमर्सको फिल्डको एउटा करियर हो र कमर्स फिल्डमा हुने अकाउन्ट्स हुन्छ, इकोनोमिक्स हुन्छ। यो साइन्स स्ट्रिमबाट आउने विद्यार्थीले चाहिँ अकाउन्टिङ जिरो नै हुन्छ, लगभग अकाउन्टिङ इकोनोमिक्स सबै जिरो हुन्छ र उसको लागि चाहिँ पहिलो ठुलो च्यालेन्ज भनेकै त्यो डेबिट क्रेडिट भनेको के हो, कुन जराको नाम हो भन्ने पहिले सुल्झाउनमा नै उसको सबैभन्दा पहिले ठुलो च्यालेन्ज हुन्छ होइन। त्यहाँमध्ये एउटा भोल्युम, चार्टर्ड अकाउन्टेन्सी अब टफ त छँदैछ कि भोल्युम पनि यसमा यो ठुलो नै भोल्युमस करियर, भोल्युमस सिलेबस हुन्छ यसमा होइन। यो इक्जाम अघि पढेर, इक्जामको एक हप्ता अघि पढेर पास हुन्छु भन्ने यो अलि सोच्न मिल्दैन यसमा। सुरुदेखि नै, डे 1 देखि नै कन्सिस्टेन्ट भएर पढ्नुपर्छ। अब यसको मतलब दिनको 24 घण्टा पढ्नुपर्छ, 15 घण्टा पढ्नुपर्छ भन्न खोजेको होइन। एउटा एफेक्टिभ प्लानिङ गरेर होइन, आफूलाई जति टाइम चाहिन्छ, म 3 घण्टा 4 घण्टा पढ्न सक्छु भने मेरो लागि 3-4 घण्टा पढ्ने बानी बसाल्न पर्यो। अब मैले चाहिँ अब धेरै टाइम दिनुपर्छ, मलाई सुरुमा गाह्रो हुन्छ होइन। अकाउन्ट्सहरू मैले कहिले पढेँ होइन, मलाई सुरुमै अब बानी बसाल्न छ अकाउन्ट्समा भने चाहिँ आफूले त्यो सुरुको फेजमा चाहिँ पहिलो लेभलमा चाहिँ सिएको त्यसमा चाहिँ अलि धेरै मेहनत गर्नु पर्यो। ओके, भनेपछि कमर्स ब्याकग्राउन्डबाट आएका विद्यार्थीहरू अलरेडी अकाउन्टिङ सेक्टरतिर परिचित हुने भइ नै हाले। त्यही परिचित हुनका लागि नै नन कमर्स ब्याकग्राउन्डबाट आएका विद्यार्थीहरूको लागि केही समय भने अवश्य लाग्छ, तर गर्न नसक्ने भन्ने चाहिँ हुँदैन अफकोर्स। र अर्को कुरो चाहिँ प्लस 2 सम्म चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि चाहिँ टिचरहरूले नै पर्सनल्ली त्यो गाइड गरेर अथवा होइन पर्सन टु पर्सन टिचिङ हुन्छ, जसले चाहिँ हामीलाई चाहिँ धेरै नै सहज हुन्छ अरू फिल्डमा चाहिँ। भने चार्टर्ड अकाउन्टेन्सी फिल्डमा के हुन्छ भन्दाखेरि चाहिँ लेभल 1 र लेभल 2 मा त अब टिचरहरूसँग इन्ट्रेक्सन हुन्छ नै, तर जुन मेन लेभल हुन्छ, जुन लेभल 3 हुन्छ, जुन चाहिँ टफेस्ट लेभल हुन्छ यो ओल्डकै कुनै एउटा करियरको भने चाहिँ त्यसमा चाहिँ टिचरहरूको गाइडेन्स त्यति पाइँदैन। अब व्यक्तिगत रूपमा भेटेर कुरा गऱ्यौँ भने त हो, तर चाहिँ हामीले भिडियो लेक्चरबाट पढ्नुपर्ने हुन्छ लेभल 3, जसले गर्दा चाहिँ हामीलाई जुन टिचर र जुन स्टुडेन्टको जुन एउटा बोन्डिङ, जुन एउटा इन्ट्रेक्सन हुनुपर्ने थियो त्यसमा चाहिँ कमी हुन्छ र धेरैजना त्यसैमा पछाडि पर्छन्। त्यही भएर यो सेल्फ स्टडी कल्चर जुन एउटा नयाँ चिज हुन्छ त्यो पनि एउटा ठुलो च्यालेन्ज हुनसक्छ नन कमर्स फिल्ड अथवा कमर्स फिल्डमै आउने विद्यार्थीहरूको लागि पनि। भनेपछि यहाँ कुनै शिक्षकले अथवा कुनै इन्स्टिट्युसनले, ट्युसन सेन्टरले पास हुनमा सहज वातावरण बनाइदेला भन्ने चाहिँ हुँदैन। विद्यार्थी आफैले सेल्फ स्टडी कसरी गर्छ भन्ने कुराले महत्त्व राख्छ। हो, तर यो लेभल 1 र लेभल 2 मा इन्स्टिट्युटहरूको भूमिका त हुन्छ नि, उनीहरूले अब फिजिकल्ली नै पढाउने भएपछि अब त्यो इन्टरेक्सन त हुन्छ नि अफकोर्स, तर त्यो एउटा बाटो छ। तर आफूले पनि मेहनत चाहिँ लेभल 1 र लेभल 2 मा थप गर्नै पर्ने हुन्छ। टिचरको भरमा मात्र बसेर, टिचरको नोटमा मात्र भरमा बसेर हुँदैन। प्लस अझ लेभल 3 मा त टिचरसँग त इन्ट्रेक्सन हुन पाउँदैन भनेपछि त
सबै आफैले सेल्फ स्टडी नै हो, आफैले गर्ने हो। ओके, अनि सागरजी तपाईँलाई मैले यस विषयमा प्रश्न सोध्दै गर्दा तपाईँ सिए फाइनलिस्ट पनि हुनुहुन्छ। तपाईँ सिए जोइन गर्नुभन्दा पहिला कुन फ्याकल्टीबाट आउनुभयो र तपाईँलाई सिए जोइन गर्दै गर्दा तपाईँले भोग्नु परेका चाहिँ नि दुविधाहरू अनि सिए फाइनलिस्टसम्मको यात्रामा जुन अप्ठ्याराहरूसँग जुन चुनौतीहरूसँग सामना गर्नु पर्यो त्यसको बारेमा तपाईँको अनुभव के छ बताइदिन सक्नुहुन्छ? हो, मेरो चाहिँ +2 साइन्स ब्याकग्राउन्ड हो र म चाहिँ पोखराको श्री छोरे पटेल सेकेन्डरी स्कुल भन्ने छ छोरेबाटनमा पोखरामा, त्यहाँबाट चाहिँ साइन्स गरे हो र त्यति बेलाको 2079 ब्याचको चाहिँ म साइन्सको टपर थिएँ होइन। 3.65 GPA आएको थियो मेरो र बायोलोजी लिएर 3.65 GPA ल्याएर चाहिँ मैले टप गरेको थिएँ र टिचरहरूले चाहिँ बायोलोजीमा यति राम्रो विद्यार्थी डक्टरै पढ्नुपर्छ भनेर भन्थे। किनभने हाम्रो कल्चर नै कस्तो बनिसकेको छ भने एसईमा अलिकति राम्रो जिपिए ल्याउने बित्तिकै यो मान्छेले साइन्स नै पढ्नुपर्छ भन्ने एउटा मान्यता छ। अनि +2 मा फेरि अझ राम्रो गर्ने बित्तिकै साइन्स लिएर उनी चाहिँ डक्टर नै पढ्नुपर्छ भन्ने एउटा कल्चर बनिसकेको छ। त्यही भएर तपाईँ पनि त्यतैतिर धकेलिनका लागि समाजले अथवा शिक्षकहरूले प्रेसर दियो। अफकोर्स त जुन यो सोचाइ छ हाम्रो समाजको +2 मा राम्रो गर्ने बित्तिकै साइन्समा चाहिँ राम्रो गर्ने बित्तिकै इन्जिनियरिङ डक्टर नै गर्नुपर्छ भन्ने जुन हाम्रो एउटा सोचाइ छ समाजको, त्यो भावले चाहिँ मलाई पनि तान्न चाहिँ खोजे हो। तर मैले चाहिँ के सोचेँ भन्दाखेरि +2 मा फिजिक्स र केमिस्ट्री त नयाँ नै थियो हाम्रो लागि, के पढेको त हुन्छ कि 10 सम्म, तर पनि त्यो एडभान्स लेभलमा चाहिँ पढेको हुँदैन। यदि फिजिक्स र केमिस्ट्री पनि त्यसरी पढेपछि चाहिँ गर्न सकिन्छ भने किन गर्न सकिन्न त चार्टर्ड अकाउन्टेन्सी होइन, मेहनत गरेपछि होला नि त भनेर आएको हो। र सुरुको जुन लेभल हुन्छ चार्टर्ड अकाउन्टेन्सीको क्याप 1 अथवा सिए फाउन्डेसन भन्छ के अरे आजकल, त्यो लेभलमा चाहिँ सुरुको 1 महिना चाहिँ मलाई निकै गाह्रो भयो र त्यसमा नै मैले धेरै मेहनत पनि गरेँ। युट्युबहरूबाट पनि पढ्थेँ, सरहरूले पढाएको पनि ध्यान दिएरै क्लासमा सुनिरहेको हुन्थेँ र सुरुको 1 महिनामा त अब मेरो म्यानेजमेन्टबाट आउने साथीहरू थिए बेन्चमेट, उनीहरूले चाहिँ त्यो क्वेसन सरले भन्ने बित्तिकै उनीहरूले गरेको देख्दा चाहिँ ओहो यो के हो यो है, यो त डेन्जरै रहेछ नि साथीहरू भन्ने हुन्थ्यो। अनि तर पढ्दै जाँदा मेहनत गर्दै जाँदा युट्युबमा हेर्थेँ मैले धेरै इन्डियन टिचरहरूको भिडियोहरू र पछि चाहिँ अब यसलाई मैले नराम्रो भन्न खोजेको होइन, अब त्यो साथीहरूले पनि सुन्ला मैले जुन भन्न खोजेँ, तर त्यो जुन सिए को रिजल्टमा हुन्छ त्यसमा चाहिँ मैले म्यानेजमेन्ट स्टुडेन्टहरूको जुन मेरो बेन्चमेन्टहरू थियो उनीहरूभन्दा चाहिँ धेरै नै पर्सेन्टेज ल्याएर चाहिँ पास भएको थिएँ। भनेपछि चाहिँ गाह्रो चाहिँ होइन साइन्स स्टुडेन्टको लागि, तर मेहनत पनि त्यो जुन फर्स्ट लेभल हुन्छ जुन चाहिँ नयाँ दुनियाँमा हामी प्रवेश गरिन्छ त्यसमा चाहिँ झन् धेरै मेहनत गर्नुपर्ने हुन्छ। अब भनेको म्यानेजमेन्ट ब्याकग्राउन्डबाट आउने विद्यार्थीहरूले गर्ने मेहनत भन्दा केही हदसम्म त साइन्स ब्याकग्राउन्ड अथवा नन कमर्स ब्याकग्राउन्डबाट आउने विद्यार्थीहरूले गर्नु नै पर्यो। अनि सागरजी एउटा जिज्ञासा मेरो, अस्ति भर्खरै यो जुन अटेम्पमा मैले न्युज देखेको थिएँ 1400 जना विद्यार्थीहरूमध्ये जम्मा 5 जना मात्रै सक्सेस भए हो भनेपछि एकदमै टफ नै हो त यो, गर्नै नसकिने। अब हेर्नुहोस् त 1400 जनामा 5 जना भनेपछि त त्यो त निकै थोरै हो नि त यो त। यो अब यसरी हेर्दाखेरि त न्युज हेर्ने मान्छेलाई अनि यो सिए त गर्नै नसकिने हो कि आकाशकै फल पो हो कि भने जस्तो पनि त लाग्न सक्छ। अनि यस विषयमा के हो, साँच्चीकै टफ नै हो कि के हो कसो हो, प्रश्न पार्न दिन सक्नुहुन्छ? अब सिए चाहिँ 4.5 वर्षको कोर्स भनिन्छ, तर यो चाहिँ 4.5 वर्षदेखिको कोर्स हो, एटलिस्ट 4.5 वर्ष चाहिँ लाग्छ। अब यसको मतलब 4.5 वर्ष त लाग्ने नै भयो यदि तपाईँले फर्स्ट अटेम्पमै 3 लेभल पास गर्नुभयो भने। तर अब धेरै जसो मार्केटमा मैले देखेको सिएहरूको चाहिँ 6 देखि 10 वर्ष त लागेकै हुन्छ भनौँ न। सिए भइसकेकाहरू भने त्यो नभइसकेकाहरू त अझै कति झुन्डेर बसिरहेका छन् भने हामीलाई अब त्यो तपाईँले भनेको फ्याक्टबाटै थाहा भयो। जुन त्यो रुटिन अफ नेपाल बन्दले हालेको थियो त्यो 1400 जनामा 5 जना भन्ने यो चाहिँ लेभल 3 को रिजल्ट थियो, फाइनल लेभलको रिजल्ट थियो र यसमा चाहिँ 5 जना चाहिँ बोथ ग्रुप पास भएको थियो फर्स्ट अटेम्पमा, भनेपछि सिंगल ग्रुप पास भएकाहरू पनि थिए। तर यो फेल्युर पर्सेन्टेज यस्तो किन हाई भयो भन्दाखेरि चाहिँ लेभल 3 भनेको इन्टर्नसिप भनिन्छ अरू फिल्डमा, यसमा चाहिँ आर्टिकलसिप भनिन्छ। यो आर्टिकलसिप गर्ने लेभल हो यो चाहिँ। यसमा चाहिँ विद्यार्थीले के गर्नुपर्ने हुन्छ भन्दाखेरि चाहिँ अफिस टाइममा अफिस हुन्छ जुनमा चाहिँ हामीले रियल टाइम प्र्याक्टिकल रूपमा होइन अडिटिङ गरिन्छ, जे हुनुहुन्छ अडिटिङ ट्याक्सेसन होइन जे सिएको काम हुन्छ
फाइनेन्सियल अरू हेरिदिने सबै कुरा यथावतहरू अब त्यो चाहिँ दिउँसो गर्नुपर्ने हुन्छ एउटा छुट्टै काम भयो बिहान बेलुका चाहिँ रेकर्डेड क्लासहरू हुन्छ त्योबाट पढ्नुपर्ने भयो भनेपछि त्यो थकित ज्यान ल्याएर अब घर आएर पढ्न त त्यो भनेको त्यो त अब कमले नै गर्न सक्छन् त्यो कन्सिस्टेन्सी त्यही कमले गर्न सक्ने भएको कारणले त्यो 5 जना मात्र बोथ ग्रुप फर्स्ट टाइम पास भएका हुन् त्यो गरि नसकिने भन्ने होइन हुनलाई हुन्छ तर 4 वर्ष लाग्छ 4.5 वर्ष लाग्छ भन्ने होइन त्यो धेरै नै लाग्छ र यो सीको फिल्डमा चाहिँ फ्याल्युर जुन हुन्छ अनुत्तीर्ण जुन भनिन्छ त्यो फ्याल्युर चाहिँ सीएको अपवाद होइन हुँदैन हुने भन्ने नि चाहिँ प्रोसेस अफ चार्टर्ड अकाउन्टेन्सी हो फेल चाहिँ हजुर हुन सक्नुहुन्छ तपाईँ मेन्टली प्रिपेयर्ड हुने हो तर हार मान्ने होइन जो चाहिँ अब एकचोटि फेल भइसकेपछि जो चाहिँ ब्रेकडाउन भइहाल्छ जो चाहिँ अब त्यसपछि जो एङ्जाइटी डिप्रेसन के हुन्छ आजकल सहन सक्दैनन् जुन फेल्युर उनीहरूको लागि चाहिँ निकै गाह्रो हुन्छ जसले चाहिँ अब एकचोटि फेल भएपछि उठेर फेरि एकचोटि कन्टिन्यू गर्छु फेरि स्टार्ट गर्छु भन्नेहरू हुन्छन् जो जसको त्यो मेन्टालिटी हुन्छ उसले चाहिँ कटाउँछन् एक दिन अवश्य कटाउँछन् र चार्टर्ड अकाउन्टेन्ट भइसकेको पछि सर्टिफिकेटमा चाहिँ कति अटेम्पमा पास भएको भनेर देखिँदैन त्यो अरू कोर्समा चाहिँ स्टार लगाइन्छ नि त्यस्तै स्टार लगाइँदैन त्यो भएको कारणले चाहिँ अटेम्प चाहिँ बानी बसाल्नुपर्छ त्यो भन्दैमा सुरुमै त्यस्तो गर्ने होइन कि मैले भन्नु खोजेको फेल भइसकेपछिको मेन्टालिटी चाहिँ चेन्ज हुनु पर्यो फेल हुनुभन्दा अगाडि चाहिँ रिजल्ट आउनु इक्जाम दिनुभन्दा अगाडि होइन कि रिजल्ट आइसकेर फेल भयो भने चाहिँ इनकेस त्यसपछि चाहिँ फेरि उठ्ने मेन्टालिटी चाहिँ बनाउनु पर्यो भनेपछि बजारमा सुनिएको हल्ला जस्तै अथवा समाचारले हामीले जुन तरिकाले हेर्छौँ अनि त्यसलाई मात्र नबुझेर सिए अफकोर्स टफ कोर्स त हो नै तर हामीले जुन तरिकाको हल्ला बजारमा छ त्यतिको एकदमै असम्भवै जस्तो चाहिँ छैन एकदम ल अब हामीले यसरी सिएको बारेमा बेली विस्तार लाउँदै गर्दा सिए भित्र रहेका अनेक सिए पढ्न आउँदै गर्दा मान्छेको मनमा अथवा विद्यार्थीको मनमा पलाउने दुविधाहरूको बारेमा छलफल गर्दै गर्दा अब सिए पढ्न आउने विद्यार्थीका लागि प्रोसेस चाहिँ के छ के गर्नु पर्यो उनीहरूले कसरी आउन सकिन्छ अनि यस विषयमा चाहिँ जानकारी पाउन प्लस 2 को इक्जाम दिइसकेपछि रिजल्ट आउनु पर्दैन तर इक्जाम दिइसकेपछि चाहिँ आइक्यान भनिन्छ इन्स्टिट्युट अफ चार्टर्ड अकाउन्टेन्ट्स अफ नेपाल जसले चाहिँ यो चार्टर्ड अकाउन्टेन्ट्सहरूलाई गभर्न गर्ने एउटा संस्था हो सरकारी निकाय हो उसको चाहिँ वेबसाइटमा गएर हैन iccan.org.gov.np समथिङ यस्तै के छ जस आइक्यान भन्ने नै आउँछ गुगलमा त्यसको वेबसाइटमा गएर चाहिँ अनलाइन रजिस्ट्रेसन गर्न सकिन्छ लेभल 1 को लागि र त्यसरी रजिस्टर गरिसकेपछि चाहिँ तपाईं चाहिँ अफिसियल्ली चाहिँ आइक्यान को स्टुडेन्ट हुनुभयो र अब तपाईंको हातमा छ कि तपाईले अब सेल्फ स्टडी गर्ने आफैले पढ्ने कि इन्स्टिट्युटहरु हुन्छन् मार्केटमा ती इन्स्टिट्युटहरुमा गएर पढ्ने अब साइन्स फिल्डबाट हो भने त मेरो सजेसन मान्नुहुन्छ भने तपाईं इन्स्टिट्युट नै गर्नुहोस् र यदि तपाईं म्यानेजमेन्ट फिल्डबाट हो आइसक्नु भएको छ कमर्समा पढिसक्नु भएको छ यथावत अकाउन्ट्स इकोनोमिक्स सबै पढ्न सक्नु भएको छ भने तपाईले सेल्फ स्टडी गरेर जुन त्यो फिज हुन्छ त्यो पनि बचाउन सक्नुहुने भयो र त्यसरी आइक्यानमा लगइन गरेर आइक्यानमा रजिस्टर गरिसकेपछि चाहिँ तपाई एलिजिबल हुनुभयो योग्य हुनुभयो सीए को एक्जामको लागि ओके अनि अब सीए पढ्नका लागि विद्यार्थीको कति खर्च लाग्छ र खर्चको कुरा गर्ने भने चाहिँ 3 प्रकारका खर्चमा चाहिँ मैले विभाजन गर्छु खर्चहरुलाई एउटा चाहिँ आइक्यानको खर्च अर्को चाहिँ इन्स्टिट्युटहरुको खर्च र अर्को चाहिँ यहाँ बस्ने खर्च बस्न खाने खर्च काठमाडौँमा बस्ने भने चाहिँ अब आइक्यानको खर्चको कुरा गर्ने भने लेभल 1 मा 20000 जति छ क्या लेभल 2 मा चाहिँ 30000 34000 कति छ र लेभल 3 को रजिस्ट्रेसन चाहिँ 40000 छ र त्यसपछि आईटी ट्रेनिङ्सहरु पनि आइक्यानले सञ्चालन गर्छ लेभल 2 र लेभल 3 मा जसलाई चाहिँ 7000 7500 7500 लाग्छ यो चाहिँ आइक्यानमा हुने नै खर्चहरु भयो र एक्जाम फिज पनि प्लस एक्जाम फिज अनि एक्जामको बेलामा तिर्नुपर्ने हुन्छ पर सब्जेक्ट 1000 रुपैयाँ अब पर सब्जेक्ट 1000 रुपैयाँ भने लेभल 1 मा चाहिँ 3टा सब्जेक्ट हुन्छन् लेभल 2 मा 7वटा सब्जेक्ट र लेभल 3 मा 8वटा सब्जेक्ट भन्छ त्यही अनुसार नै एक्जाम फीका खर्चहरु लाग्ने भयो भने अर्को हुन्छ चाहिँ इन्स्टिट्युटको खर्चको कुरा गर्ने भने चाहिँ लेभल 1 मा चाहिँ 60000 लेभल 2 मा 90000 देखि 1 लाख र लेभल 3 मा रेकर्डेड क्लासहरु किन्नुपर्ने हुन्छ जसको खर्च चाहिँ एउटा सब्जेक्टको एभरेजमा चाहिँ 18000 जति हुन्छ र हामीले किन्नुपर्ने रेकर्डेड क्लासहरु भनेको चाहिँ 5 वटा सब्जेक्टको हुन्छ भनेपछि त्यही 18000 इन्टु 5 गर्ने भने चाहिँ त्यसरी त्यो खर्च चाहिँ लाग्ने भयो इन्स्टिट्युटको खर्च चाहिँ अब यो खर्चहरु चाहिँ यस्तै छ र अर्को चाहिँ होस्टेलको खर्च अथवा यहाँ काठमाडौँ बस्न लाग्ने खर्च यो चाहिँ मेजर खर्च हो
होइन किनभने अरू खर्चहरू जुन यो आइक्यान र इन्स्टिट्युटको खर्चहरू हुन्छ त्यो चाहिँ लेभल 3 मा आर्टिकलसिप गर्ने बेलामा चाहिँ थोरै होस् कम होस् जति जुन हामीले इन्टर्नलाई पे गरिन्छ त्यसलाई स्टाइपेन्ड भन्छ आर्टिकल्स यो सीए को फिल्डमा चाहिँ त्यो स्टाइपेन्डले चाहिँ त्यो जुन आइक्यान र इन्स्टिट्युटको खर्च हुन्छ त्यो चाहिँ रिकभर गरिदिन्छ तर यसमा चाहिँ होस्टेलको खर्च हो जसले चाहिँ बढी बनाइदिन्छ हाम्रो पुरै लागतलाई ए भनेपछि ओभरअलमा 5 देखि 6 लाख जसो खर्च भए पनि तर केही हदसम्म इन्टर्नसिप गर्दाखेरि हामीले रिटर्न पाउने जुन रकम छ हजुर त्यसले गर्दाखेरि चाहिँ खर्चहरू चाहिँ लागेको जति पनि खर्चहरू छ त्यो चाहिँ रिकभर हुन्छ हो त्यो हो अब 5 देखि 5 लाखको वरिपरि लाग्छ यो सीए को खर्च भने अब हामीले यसलाई चाहिँ कति सस्तो नै भन्ने त होला नि है अब डाक्टरहरू कति महँगो हुन्छ डाक्टरको इन्जिनियरिङ पनि त्यस्तै हुन्छ भने त चार्टर्ड अकाउन्टेन्सी सस्तो पो रहेछ त हैन सस्तो छ तर सजिलो चाहिँ छैन अब हामी भिडियोको लगभग अन्त्यतिर आइसकेका छौँ र अन्तिममा म के प्रश्न सोध्न चाहन्छु भने यो सीए सम्बन्धी जति पनि बजारमा रहेका भ्रम र यथार्थहरू छन् यसको बारेमा एकचोटि खुलस्त पारिदिनुहोस् न कुन कुन भ्रमहरू चलन चल्तीमा छन् उनीहरूको यथार्थ चाहिँ के हो यसबारे खुलस्त पारिदिनुहोस् न र यो पहिलो भ्रमको कुरा गर्दा चाहिँ चार्टर्ड अकाउन्टेन्सी सीए चाहिँ साइन्स स्टुडेन्टले गर्नै सक्दैन भन्ने जुन एउटा भ्रम थियो मार्केटमा त्यो चाहिँ हामीले विस्तृत रूपमा गरिसक्यौँ भने अब अर्को भ्रमको कुरा गर्दा चाहिँ सीएले चाहिँ एक साइनमा 1 लाख कमाउँछ भन्ने जुन मार्केटमा हल्ला छ त्यो चाहिँ सत्य पनि हो र असत्य पनि किनभने मेरो जुन मैले यो 60 वर्षको आर्टिकलसिप गरिसकेँ यसमा चाहिँ मैले एउटा सीएले 8000 कमाएको पनि दिएछु एउटा कामको लागि मासिक भने छैन है मैले एक साइनको 1 लाख भन्छु भने एक साइनमा 8000 मात्र कमाएको पनि दिएछु भने एक साइनमा 17 लाख कमाएको पनि दिएछु भनेपछि यो चाहिँ एक साइन 1 लाख भनेपछि महिनामा कतिवटा साइन गर्न सक्छ भन्ने कुरा पनि एउटा भयो र अर्को कस्तो पनि भयो पैसा चाहिँ केले निर्धारण गर्ने भयो भन्दा चाहिँ हामीले कति ठुलो संस्थालाई हामीले सर्भिस दिइरहेछौँ हैन र कति समयको लागि दिइरहेछौँ र कस्तो खालको सर्भिस दिइरहेछौँ जस्तै अब यसमा हुन्छ इन्टर्नल अडिट भनिन्छ एक्सटर्नल अडिट भनिन्छ हैन र कन्सल्टेन्सी हुन्छ अब कन्सल्टिङ सर्भिस दिइरहेछौँ भने चाहिँ पैसा खासै त्यति हुँदैन अझ सानो संस्था हो सानोतिनो संस्था हो भने त त्यति हुँदैन भने अब ठुलो संस्था हो सरकारी संस्था हो अथवा अरू कुनै ठुलो संस्था हो ब्याङ्कहरू हो इन्सुरेन्सहरू हो अथवा ठुलो एउटा चलेको संस्था हो र त्यसको चाहिँ अब एक्सटर्नल अडिट गरियो जुन चाहिँ मेन हामीले अडिट भनिन्छ पुस मसान्तरको अडिट जुन भन्दा हामीले चिनिन्छ त्यो अडिट गरियो भने चाहिँ त्यसको फेरि झन् बढी संस्था हुन्छ भनेपछि कामको प्रकार र संस्थाको साइज हेरेर चाहिँ पैसाको निर्धारण हुनुभयो भनेपछि फटाफट साइन गर्दै 1 लाख कमाउँदै भन्ने चाहिँ छैन तर अब उसले कस्तो कम्पनीलाई अप्रोच गर्छ हैन अनि कस्तो काम लिन्छ भन्ने कुराले चाहिँ पैसामा निर्धारण गर्छ र अर्को पनि भ्रम के भन्दा चाहिँ सी हुने बित्तिकै हैन अब करोडपति यताउति भन्ने जुन हुन्छ त्यो हुन पनि हुन्छ तर हामीले त्यो हुन्छ भन्दैमा सुरुदेखि नै ठुलो एक्सपेक्टेसन लिएर चाहिँ सी हुने बित्तिकै हामीले महिनाकै अब 1 लाख भन्दा बढी खानालाई अलि असम्भव नै हुन्छ किनभने अहिलेको नेपालको सन्दर्भ हेर्ने भने चाहिँ सीएले चाहिँ सानोतिनो संस्थादेखि एउटा एभरेज संस्थामा काम गर्यो भने चाहिँ एटलिस्ट भने 60-70 हजार त मासिक रूपमा उसको सुरुबाट नै हुन्छ भने चाहिँ उसले अब एक्स्ट्रा काम कति गर्छ हैन उसको अनुभव कति हुन्छ त्यो अनुभवले नै उसको पैसालाई चाहिँ बढाउँदै जाने हो र केही वर्ष चाहिँ सीए भइसकेर काम गरिसकेपछि चाहिँ धेरै राम्रो नै हुन्छ सीए हो भनेपछि सीए पास गर्ने बित्तिकै यार टपक्क टिपेर लाख रुपैयाँको बचत गरिदिने होइन तर सीए पास गरिसकेपछि पनि आफूले कसरी उसले बिल्डअप गर्छ हैन त्यो कुराले निर्धारण गर्छ र पैसा धेरैभन्दा धेरै कमाउन पनि सक्छ र नकमाउन पनि सक्छ धन्यवाद साकारजी तपाईको एकदमै अमूल्य टाइमको लागि र तपाईले सीए फिल्ड सम्बन्धी रहेका भ्रम र यथार्थको चिरफाड गरिदिनु भयो र आगामी दिनहरूमा सीए पढ्न चाहने विद्यार्थीहरूको जति पनि संशय सम्बन्धमा त्यसलाई चाहिँ नि सहज रूपमा दूर गरिदिनु भयो भन्ने मलाई लाग्छ तर अझै पनि कुनै केही प्रश्नहरू बाँकी छन् केही जिज्ञासाहरू छन् भने तपाईले कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ र त्यसको उत्तर दिने प्रयास हामी सदैव गरिरहेछौँ धन्यवाद र के पनि भन्न चाहन्छु भने तपाईका कुनै पनि साथीहरू सीए पढ्न इच्छुक छन् र सीए पढ्न खोजिरहेका छन् भने उहाँहरूको लागि यो भिडियो एउटा मार्गदर्शन जस्तो बन्न सक्छ र यो सेयर पनि गरिदिन सक्नुहुन्छ साथीहरूमा
फेरि पनि हामी तपाईँहरू सामु उपस्थित हुने नै छौँ। आजको लागि बिदा हुन्छौँ। धन्यवाद। शुभ समय। धन्यवाद।